सबैमा नमस्कार, म सुभाष टेकल। आज 2022 साल भोलिबाट 83 साल लाग्दैछ। नयाँ वर्षको नेपाली आमा दाजुभाइ दिदीबहिनी साथसाथै विदेशमा दुःख गर्नुहुने हाम्रो दाजुभाइ दिदीबहिनीलाई विशेष विशेष शुभकामना भन्न चाहन्छु। जो हामीले 82मा गरेका गलत कामहरू, गलत सोचहरू, त्यो सोचहरू परिवर्तन भएर भोलिदेखि हामी एउटा असल सद्भाव, सकारात्मक सोच प्लस एक अर्कालाई सहयोग गर्ने प्रेरणा मिल्नेछ र त्यो प्रेरणा मिलोस्। विशेष गरी सरकार पनि भर्खर नयाँ गठन भएको छ। यो सरकारले नेपालमा रहेका नेपालीहरूको हकितको लागि काम गरोस्। कसैले पनि दुःख भोग्न नपरोस्, विदेशमा गएर दुःख गर्न नपरोस्। आफ्नै ठाउँमा मेहनत गरेर ऊ आफ्नै परिवारसँग रहन सक्ने माहौल क्रिएट गराओस्। विशेष गरी 2082 सालमा 76 जना जेएनजी साथीहरूको हत्या भएको छ। उनीहरूले त्यस्तो अब नेपालमा कदापि पनि भुग्न नपरोस् र उनीहरूले न्याय पाउनका लागि दोषीलाई कारबाही होस्, भ्रष्टाचारको अन्त्य होस्। यति भन्न चाहन्छु कि आफ्नो लागि भन्दा पनि अरूको लागि काम गर्ने हौसला मिलोस्, अरूको खुसीको लागि काम गर्ने हौसला मिलोस्। म पनि चेन्ज हुन्छु, तपाईँ पनि चेन्ज हुनुहुन्छ, मेरो परिवार पनि चेन्ज हुन्छ, तपाईँको परिवार पनि चेन्ज हुन्छ, हाम्रो समुदाय चेन्ज हुन्छ, समग्र देश नै परिवर्तन हुन्छ। देशले परिवर्तन खोजेको छ, हामी आफैबाट परिवर्तन सुरुवात गर्नेछौँ। ल, नयाँ वर्ष 2083 सालको फेरि पनि सबैलाई शुभकामना। जय नेपाल, जय देश।